आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका अवसरमा सनातन धर्मावलम्बीले तुलसीको भगवान विष्णुसँग विवाह गरी यो पर्व श्रद्धा र भक्ति साथ मनाउँदैछन्। वैदिक परम्परा अनुसार आषाढ शुक्ल एकादशीका दिन आँगनमा तुलसी रोप्ने र 4 महिनासम्म पूजा गर्ने चलन छ। यस अवधिलाई चातुर्मास भनिन्छ। चातुर्मास भर तुलसीलाई विष्णुप्रियाका रूपमा पूजा गरेर आजको दिन भगवान विष्णुसँग विवाह गराउने परम्परा रहिआएको छ। एकादशीका दिन उपवास बसी नारायणको आराधना गरिन्छ र भोलिपल्ट द्वादशीका दिन हवन गरी व्रत विसर्जन गर्ने चलन छ। धार्मिक विश्वास अनुसार आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान विष्णु आज जाग्ने भएकाले यस दिनलाई हरिबोधिनी भनिएको हो। हरि अर्थात् विष्णु, शयन भनेको सुत्ने र बोध भनेको उठ्ने भएकाले हरिशयनी र हरिबोधिनी दुवै एकादशीलाई विशेष मानिन्छ। यी एकादशीलाई ठुली एकादशी पनि भनिन्छ। भविष्य पुराणका अनुसार आजको दिन गरिने स्नान, दान, जप र तप सबै अक्षय फलदायी हुन्छन्। यही दिनदेखि भीष्म पञ्चक व्रत सुरु हुने र पूर्णिमासम्म भगवान विष्णुको विशेष आराधना गर्ने परम्परा छ। यस अवसरमा देशभरका नारायण मन्दिरमा भक्तजनको भिड लाग्ने गरेको छ।